चाहिँ मिठो भेज मोमो पाउँछ अरे कि हामी यही मोमो खानु चाहिँ यति टाढोबाट आएको हो। हामी चाहिँ सिटी सेन्टर आइपुग्यो। मेरो पहिलाको भिडियो तपाईँले हेर्नुभयो है। मेरो ससुरालीबाट चाहिँ म सिधा सिटी सेन्टर आएको, किन भन्दा चाहिँ मलाई चाहिँ पुरा मोमो खानु मन लागिरहेको थियो नि त कि। अन्त भाइले चाहिँ सिटी सेन्टरमा भेज मोमो मिठो पाउँछ भन्यो नि त हो। अन्त चाहिँ हामी सिधा आएको, किनकि हैदराबादमा चाहिँ मोमो मिठै पाउँदैन हो। अनि सिलगढी आउँदा चाहिँ म पुरा खान्छु नि त मोमो। यहाँ चाहिँ मैले बहिनीलाई भन्दै थिएँ हो, म त कस्तो पुड्किदेखेको तेरो छेउमा भन्दै। मेरो भाइ र बहिनी चाहिँ कस्तो अग्लो छ नि त, म चाहिँ पुड्किएँ हो। रहेछ नि त यता हेर्दा राम्रो देखिरहेको खै कहाँ पाउँछ मोमो? ए यस्तो मेला लागेको रहेछ, त्यहाँ डुलौँ न एकछिन। ल यहाँ चाहिँ मिठो भेज मोमो पाउँछ अरे कि हामी यही मोमो खानु चाहिँ यति टाढोबाट आएको हो। दार्जिलिङ मोमो रहेछ। अहिले चाहिँ सिलगढी यस्तो भइरहेको छ यो। जुन पनि लागिरहेको छ। चिकन हो यो? चिकन कसको? तपाईँको लिनुहोस्। चिकन चिकन अच्छा। मेरो बहिनी र भाइ चाहिँ क्यामेरा साइ छ नि त कि, अनि क्यामेरा अगाडि हान्छ यिनीहरूले मुखहरू चाहिँ यस्तो बनाउँछ कि दुईजनाले। अन्त हुनु पनि यो मोमो यस्तो मिठो थियो कि, यस्तो मिठो म त्यसको तपाईँलाई बयानै गर्न सक्दिनँ। अनि यहाँनिर चाहिँ विन्टर एक्जिबिसन लागिरहेको रहेछ नि त कि, कस्तो दामी दामी कश्मिरी अनि पाकिस्तानी कुर्ता सेटहरू चाहिँ यति दामी दामी थियो कि प्राइस पनि त्यस्तो थिएन, अफोर्डेबलमै थियो। अनि हाम्रो आमाहरूलाई चाहिँ जहाँ लगे पनि ऊ हेर्नु न, किचनकै कुराहरू मनपर्छ हो। मम्मीले चाहिँ भात चलाउने पन्यु भाँचिरहेको छ भन्दै किन्नुभयो नि त हो। अन्त यो कस्तो दामी थियो हेर्नुहोस् न, यो कस्तो दामी दामी चाहिँ लुगाहरू रहेछ यहाँनिर। अन्त अरू पनि धेरै कुराहरू थियो, मैले सबै चाहिँ भिडियोहरू गर्नु पाइनँ है, मेरो फोनमा पनि त्यस्तो बेसी मेमोरी थिएन। अन्त मलाई चाहिँ नानीको कस्तो याद आएको नि हो यो खेलाउनेको दोकानहरूतिर झन्। अन्तखेरि अझै त्यो गेम जोनहरू देखेर झन् यस्तो याद आएको। अनि अहिले चाहिँ मलाई सिटी सेन्टर आइसकेपछि म ल्याफिङ खान्छु नि त कि, बिकज मलाई चाहिँ यहाँ एकदमै मिठो लाग्छ। मैले यति बिना ल्याफिङहरू खाएँ है, खोइ ल्याफिङ हो कि ल्यापिङ हो ल्याफिङै होला है। तर यो जस्तो यहाँको जस्तो मिठो चाहिँ मलाई काहीँको पनि लागेन। यति मिठो छ यहाँको चाहिँ हो। हजुरहरूले पनि आएर ट्राई गर्न सक्नुहुन्छ, या त ट्राई गरिसक्नु भएको होला है। मैले चाहिँ मजाले ल्याफिङ इन्जोय गरेँ हो। ऊ चाहिँ हो मेरो बहिनी, ऊ हो नमिता गुरुङ बहिनीको फरमाइसमा बनाइदिएको ल यो चाहिँ। ए हो र? नमितालाई भन्। अरे बा यो त के किन्ने अरे? के अरे टोपी के गर्नु अरे? मल्टिग्राम अरे, मल्टिग्राम के छ अरे? हाम्रो मम्मीसँग चाहिँ जहाँ गयो भने यस्तो हँसाउनुहुन्छ कि अन्त हुन त खिसी गरेको होइन है, आमाहरूलाई कसले खिसी गर्दैन नि, तर पनि अब क्युट लाग्छ नि त मम्मीले बोलेकोहरू। अन्त हामी चाहिँ पुरा हाँस्छौँ नि त, मम्मीले के भन्नुभयो भने मजा आउँछ नि त मम्मीसँग बाहिर जानु पनि। अनि यहाँ स्पेन्सरमा चाहिँ मम्मीले ब्रेड किन्नुभयो हो। मैले सबै के किनेँ त्योहरूको त मैले भिडियो बनाइनँ है, पोसिबलै हुँदैन। अन्तखेरि अब चाहिँ हामी फर्केको, यहाँ चाहिँ प्रधाननगरमा भाइले गाडी रोकिरहेको छ, मलाई साग किनिदिन्छ अरे नि त भोलि लानु, भोलि बिहान नै जाने भनेर। यस्तो छ साग, राम्रो हो यो? राम्रो छ, एउटै छ। ए दुई मुठा छैन? भोलि बिहान गइस् भने 10 बजीकोमा 10 बजीहरू छ होइन, बिहानै भेट्छ जरा। बिचारा मेरो भाइले चाहिँ जहिले आउँदा पनि ल्याउनु आउनु पुऱ्याउनु आउनु के खानेकुरा हालिदिनु सबै गर्छ हो। मलाई चाहिँ कस्तो ब्लेस्ड फिल लाग्छ क्या मेरो भाइसँग चाहिँ। मेरो प्रेग्नेन्सी जर्नीमा पनि सबै कुरामा मेरो भाइ नै मसँग साथमा थियो हो। अहिले चाहिँ घर आइपुगेँ हो, घर आएर पनि मैले चाहिँ मोमै खाँदैछु। यो मोमो चाहिँ चम्पासरी अञ्चलको जोजो लाक्पा भन्ने दोकानको रहेछ कि, यस्तो मिठो, मैले अहिलेसम्मको बेस्ट लाग्यो यो मोमो चाहिँ हो। अनि घर आएर मम्मीको हातको चिया नखाइ त हुँदैन हो, मम्मीले चाहिँ कस्तो मिठो चिया बनाउनुहुन्छ नि त कि। अहिले चाहिँ सुत्नु आँटेको, मम्मीले चाहिँ हेर्नु न यहाँ प्याजभित्र चाहिँ केमिकल फ्री मच्छर मार्ने बनाएको रहेछ नि त हो। यो बाल हेर्ने हुँदा पनि मच्छर नआउँदो रहेछ। मम्मीले चाहिँ के बनाउनुहुन्छ युट्युबतिर हेरेर हो। अन्त अब चाहिँ म सुतेको, एकैचोटि बिहान भेटौँ। बिहान पनि भयो, बिहान उठ्ने साथ चिया खाँदैछु। अनि चियाको मुनिपट्टिको यो दाग चाहिँ यो चाहिँ के हो भन्नुहोस् न, म चाहिँ प्योर भेजिटेरियन हो नि त। अन्त मम्मीले चाहिँ नि मेरो कपमा चाहिँ यसरी दाग लगाइदिनु भएको छ हो, अरूले नखाओस् भनेर।
अन्त अहिले चाहिँ म अब जाने बेला भयो भनेर चाहिँ नानीसँग एकैछिन छतमा गएको हो। नानी भन्दा मेरो बहिनीको छोरा, मेरो पनि छोरा। हावा खानु आएको नि। अनि मेरो मम्मी बिहानै गएर सब्जी खोजेर ल्याइदिनु भएछ। थ्याङ्क यू सो मच। खै थ्याङ्क यू भन्दा हाँसेको। आइसल डुकु मेरो माया। बिचरा मैले चाहिँ मम्मीलाई कस्तो डुकु खानु मन लागिरहेको छ भनेको थिएँ कि अत्तालिँदै रेडी भएर गएर ल्याइ पनि दिनुभएछ। यस्तो हुन्छ आमाको माया चाहिँ। अन्त यो बेडसिट चाहिँ मम्मीले मलाई किनिदिएर राख्नुभएको रहेछ नि त कि अन्त म चाहिँ घर गएपछि के लिएर आउँछु आउँछु पुरा मनपर्छ नि त मम्मीले किनेको चिजहरू। अन्त घर गएपछि पुरा हुन्छ मेरोमा कोसेलीहरू बेडसिट पनि लिएर आउँछु जहिले जाँदा पनि हो। बाई 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 र घरमा सबलाई बिदाबारी मागेर म चाहिँ एयरपोर्टतिर हिँडेको। अहिले चाहिँ दार्जिलिङ मोड आइपुगेँ हो। दार्जिलिङ मोड भन्दा नि यहाँ प्रधाननगर र दार्जिलिङ मोडको बिचमा। अन्त भाइ चाहिँ इस्कुस किनिदिनु गइरहेको छ मलाई हो। अन्त हुनु पनि यस्तो हतारमा चाहिँ आएको तपाईँहरूलाई थाहा छ त है। हिजो घर आइपुगेर मेरो इम्पोर्टेन्ट काम थियो नि त सुकुनामा। अनि ससुरालीमा गएर चाहिँ अब त्यो काम दिन पनि राम्ररी म घरमा नि बस्नु पाइनँ न त कसैलाई भेट्नु जानु पाएँ। राति सुत्नु मात्रै घर आइपुगेको थिएँ हो। अन्त बिहानै उठेर फेरि अब हिँडेको। अन्त कसैकोमा जानु पाइनँ, आफ्नो मान्छेहरूकोमा पनि जानु पाइनँ हो। अब एक दिनमा हुन त मेरो आज पनि छुट्टी थियो। आज बसेर चाहिँ सबैलाई भेट्नु जान्छु भनेको थिएँ कि नानीको याद आएर एउटा गिल्ट, मदर गिल्ट त यति बिना भयो कि सकिनँ म बस्नु। अब यहाँ आफू खुसीसँगले बसेर के गर्नु उता नानी हो। अन्त होस् बरु है भनेर आमा भइसकेपछि जय नै तपाईँलाई दुनियाँको सबैभन्दा ठुलो खुसी ल्याइदिएर दियो पनि आफ्नो नानी छैन भने त्यो शान्ति नै हुँदैन रहेछ। अनि कुदेर गएको आज म फेरि है। अन्त अब एकैचोटि नानीलाई लिएर धेरै टाइममा है लामो छुट्टीमा आउँदा चाहिँ भेट्छु है तपाईँहरू सबैलाई। यहाँ चाहिँ फेरि हेर्नुहोस् न ऊ के गरेर चाहिँ पैसा माग्दो रहेछ नि त। हुनु पनि अब फ्रीमा चाहिँ होइन, आफ्नो कला देखाएर चाहिँ उसले ट्यालेन्ट बेच्दो रहेछ आफ्नो हो। यहाँ चाहिँ भाइसँग बिदाबारी पनि भयो, एयरपोर्ट पनि पुगेँ म हो। अनि अहिले चाहिँ बोर्डिङ गेटतिर जाँदैछु हो। बोर्डिङ पास पनि पाएँ अनि सिट पनि आज चाहिँ पहिल्यै पाएँ। अनि हेर्नुहोस् न मैले कसलाई भेटेँ, साइनोले चाहिँ मेरो छोरी पर्छ है, मलाई काकी भन्छ। अनि उसले चाहिँ ला लिपस्टिकै लगाएको छुइनँ भिडियो गर्यो भनेर फेरि ऊ लिपस्टिक लाउनु लागि हेर्नुहोस् न त्यहाँ। अब चाहिँ ठिक छ ठिक छ अल द बेस्ट फाइनली है। थ्याङ्क यू। बहिनी चाहिँ इन्डिगोमा ट्रेनिङ कम्प्लिट भएर आज बेसतर्फ गएको ड्युटी स्टार्ट गर्नुलाई हो। र म पनि अब गएको हैदराबाद। अरू बेला त कस्तो लाग्थ्यो घर छोडेर जाँदा रुँदै रुँदै जान्थेँ हो। आज त खुसी हुँदै जाँदैछु किनकि छोरीलाई भेट्नुको लागि हो। हुन त अब है सिलगढी माथिबाट यसरी हेर्दा त मन अवश्य दुख्छ, तर अब के गर्नु काम गर्नु गएको है। र यतिको साथमा यो भिडियो पनि यतिमा एन्ड गर्दैछु।